दर्शक महानुभाव हार्दिक नमस्कार। म मनोज झा मुक्ति नेपाल संस्कृत विश्वविद्यालयमा मैथिली विषयको म उपप्राध्यापक हो। सञ्चार क्षेत्रमा 2 दशकभन्दा बढीदेखि म सक्रिय रूपमै लागेको छु। कहिले कता दर्शक महानुभाव देशमा तपाईँ जसलाई पनि सोध्नुहोस् उसले भन्छ कि यो देश बन्नुपर्छ। लुटेराहरूले लुटे, भ्रष्टहरूले सखापै पारे, तर को लुटेरा को भ्रष्ट त्यसमा ती भन्ने मान्छे अर्थात् म आफै पनि त्यसभित्रका म हामी पर्छौँ कि पर्दैनौँ लुटेरा वा भ्रष्टाचारीमा? कहाँका मान्छे भ्रष्टाचारी छन् त? कहाँ जन्मेका मान्छेहरू यो देशलाई डुबाउँदैछन्? निश्चित रूपमा यो ठुलो प्रश्न छ। जसलाई हेर्नुहोस् एकदम जो कर्मचारी छ बाहिर बोर्ड लगाएको छ भ्रष्टाचारी निषेध, तर भ्रष्टाचारी बाहेककाहरू त्यहाँ प्रवेशै गरेको देखिँदैन। वर्दी लगाएर चोक चोकमा प्रहरीहरू ड्युटीमा हुन्छन्। सबै प्रहरी गलत हुँदैनन्, तर वर्दीमा पनि माग्ने जस्तो भएर सामान लिएर गइरहेका मान्छेहरूसँग माग्न ती हाम्रा दाजुभाइहरूलाई पटक्कै लाज लाग्दैन। माथिल्लो निकायमा यदि भन्यो भने खै प्रमाण कहाँ छ? अरे कसलाई थाहा छैन यार, चोरी भइरहेको छ। तपाईँ आफै वर्दी खोलेर एसपी साहब डिआइजी साहब जानुहोस् सामान लिएर, तपाईँको सामान समातेर भन्सार बुझाइदियो त्यो बेग्लै कुरा हो। तर यहाँ 10, 20, 50 रुपियाँ लिएर तपाईँलाई छोडिदिन्छ। यो धरातली यथार्थ मलाई मात्र होइन, यहाँ दर्शकहरू र ती ओहदामा बसेका सम्पूर्ण मानिसलाई थाहा छ। कोही बोलिरहेको छैन। सबै ठाउँमा भ्रष्टाचार व्याप्त छ। कोही मुख खोल्न मान्दैन, किनकि त्यो भ्रष्टाचारमा कुनै न कुनै तरिकाले ती मान्छे आफै पनि संलग्न छन्। अर्थात् म पनि कुनै न कुनै रूपमा भ्रष्टाचारलाई प्रोत्साहन गरेको भेट्टाइ नै हाल्नुहुन्छ खोतल्दै जाने हो भने। तैपनि म भनिरहेको छु कि देश बन्नुपर्छ। सबैले भन्छन् देश बन्नुपर्छ। बनाउने कसले बनाउने? अब प्रजातन्त्र छ, जनताको छोराले देश हाँकेको छ। के हामी जनताको छोरा जस्तो व्यवहार गरिरहेछौँ त जनतासँग? जनताकै छोरा जोसँग नागरिकता छ ऊ जागिर खानको लागि योग्य मानिन्छ, जागिरी पनि हुन्छ। तर हामी भन्छौँ फलानु कार्यालयमा यति भ्रष्टाचार भइरहेछ, फलानु कार्यालयमा यति भ्रष्टाचार भइरहेछ। अब त यहाँ यही गाह्रो भयो कि कुन कार्यालय भ्रष्टाचारमा सबभन्दा पहिलो छुट्याउन गाह्रो छ। एकदम तपाईँहरूलाई पनि लागिरह होला को नम्बर 1 मा कसलाई राख्ने, कुन कार्यालयलाई राख्ने। अब जो जहाँ पाएको छ त्यही लुटेको छ। के यो यथार्थ होइन? हो, केही लुटेराहरूलाई यो नराम्रो लाग्न सक्छ, तर यथार्थ यही हो। हामी जहाँ पाइरहेछौँ त्यहाँ लुटिरहेछौँ र त्योभन्दा दुःखको कुरो के एकदम मञ्चमा गएर भ्रष्टाचारलाई निर्मूल पार्नुपर्छ, भ्रष्टाचारी निषेध, भ्रष्टाचार गर्नुहुन्न, घुस लिने र घुस दिने दुवै देशका शत्रु हुन्। यी नाना थरीका कुराहरू हामी गरिरहेका हुन्छौँ, आफ्नो द्वैध चरित्र देखाइरहेछौँ होइन? म तपाईँलाई भ्रष्टाचारी भन्दैन, कसैलाई भन्दैन, तर तपाईँले अहिलेसम्म के काम गर्नुभएको छ त्यो त थाहा छ तपाईँलाई। तपाईँले के काम गर्नुभएको छ त्यो पक्कै सबै कुरा याद नहोला, तर अधिकांश कुरा याद होला। त्यसमा एकचोटि छातीमा हात राखेर
हामी सोचौँ त मैले के राम्रो काम गरेको छु र के नराम्रो काम गरेको छु, मैले आफ्नो स्वार्थको लागि कसलाई मैले ठगेको छु, कसको मिचेको छु, आफैलाई थाहा हुन्छ। हामीले कसैलाई भन्नु पनि पर्दैन र कसैले हामीलाई भनिराख्नु पनि पर्दैन। हामी कतिको भ्रष्टाचारी छौँ त हो। जबसम्म यो आफ्नो अन्तरात्मालाई सोध्दैनौँ के हुनेवाला छैन। एकदम बोर्ड लगाऊँ भ्रष्टाचार गर्ने देशका शत्रु हुन्, नारा लगाऊँ भ्रष्टाचारीलाई फाँसी दिनुपर्छ, गेटमा टाँगौँ भ्रष्टाचारी प्रवेश निषेध। तर मनभित्रको भ्रष्टाचारी जो खोक्रो राष्ट्रवादिता देखाइरहेको छ, त्यसको खोल ओढेको छ, देशलाई डुबाउँदैछ। कम्तीमा द्वैत चरित्र हटाउनुहोस्, हटाउँ हामी। एकातिर भ्रष्टाचार गर्नुहुन्न भन्ने, अर्कोतिर भ्रष्टाचारी बाहेकका कुरै नगर्ने, कामै नगर्ने। जहाँ जानुहोस्, जुन फाँटमा जानुहोस् त्यस्तै छ। म पत्रकार छु, कुनै ठाउँमा गयो तपाईले पहिले भन्नु पर्दैन, बस्नुहोस्। हैन, मलाई मात्र किन बस्नुहोस्? जब म काम गराउन गएको छु भने मलाई मात्र किन बस्नुहोस्? जो काम गराउन आएका सेवाग्राही छन् उसलाई पनि त भन्नु पर्यो। काम सिस्टममा गयो भने जो आउँछ आफ्नो पालोमा पालो कुर्छ, उसको काम हुन्छ, जान्छ। आखिरमा यो बनाइदिने कसले? देश बनाउने कसले? कसले देश बनाउने हो? सबैले भन्छन् एकदम म त राष्ट्र सेवक, म त यो देशलाई सहयोग गर्ने व्यापारी, म त झन् नागरिकै, म त यो कृषि प्रधान देशको नागरिक किसान, म फलानो, म चिलानो, म ढिस्कानो। मैले देशको लागि यो सोचेको छु। अनि के सोच्नु भएको छ तपाईँले? अरू कसैले तपाईँलाई नभनोस्, तपाईँ पनि कसैलाई नभन्नुहोस् के चोरी तपाईँ गर्नुभएको छ। छातीमा हात राखेर सोच्नुहोस् त, के त्यस्तो चोरी गर्ने नागरिकका देश कहिले उभो लाग्छ? लाग्छ त उभो? मलाई लाग्दैन। हो, फेरि त्यति समय पनि लाग्दैन। सबैको हृदय परिवर्तन होस् त। देशमा 3 तहको सरकार छ। सबै सरकार आफैमा व्यस्त देखिन्छन्, तैपनि देश जहाँको त्यही छ। अब देश हिँड्ने कुरा त आएन, तर फड्को मार्ने कुरा छ। जहाँका आम नागरिक नै एकदमै ढुलमुले लोभी प्रवृत्तिका हुन्छन्, त्यहाँका हरेक थोक त्यस्तै हुन्छ। त्यस्तै मात्र होइन कि त्यो भन्दा पनि खराब हुन्छ। खेत जस्तो हुन्छ त्यसमा त्यस्तै बाली उब्जिन्छ। देशमा प्रजातन्त्र छ, देशमा गणतन्त्र छ, नागरिकको सर्वोच्चता छ। तर जहाँ नागरिकले नै आफ्नो मत जातपातमा, गाउँलेको नारामा, रक्सीमा, पैसामा वा कुनै न कुनै बहानामा आफ्नो मतलाई बेच्ने गर्छन्, आफ्नो मत कसैलाई दिने गर्छन्, तबसम्म देश राम्रो हुनै सक्दैन। यहाँ 1 से 1 नेताहरू आफ्नो जातिभन्दा माथि उठ्न सकेका छैनन्। त भन्ने कुरा होइन, सबैले एकदम यसको प्रतिवादै गर्नुहुन्छ, होइन जातिवादको त कुरा छैन। तर तपाईँ अन्तरात्मादेखि भन्नुहोस् त कि तपाईँले जातिवाद गर्नुभएको छ कि छैन? अनि जातिवाद गर्ने र नेता खराब भयो भने जातिवादको नारामा मत हालेर कसैलाई जिताउने, अरू त्यो नेता खराब हो भन्ने होइन। चोरै भए पनि यसपालि आफ्नै गाउँलेले जित्नुपर्छ भनेर मत हाल्ने, अनि यसले केही गरेन भन्ने, पैसा नलिकन त अब कसैलाई भोटै दिँदैन भन्दै पैसामा मत हाल्ने, अनि साह्रै झुर नेता पर्यो भनेर भन्ने। आफ्नो नातेदार छन्, आफन्त छन्, हुन त राम्रो छैनन्, तैपनि
भोट दिने अनि देश विकास भएन भन्ने यस्ता बादमा लागेका हामी सबै दोषी छौँ, द्रोही छौँ। म त भन्छु देशै द्रोही छौँ, किनभने देशमा लोकतान्त्रिक गणतन्त्र छ। जबसम्म मतपत्र स्वच्छ हुँदैन राम्रो प्रतिनिधि आउनै सक्दैन। त्यस्तै प्रतिनिधि आउँछ, या त एउटा लकडी दिनुस् या त एउटा मत दिनुस्। होइन, यसपालि आफ्नो जातिको इज्जत जोगाउनु पर्यो। होइन है, यसपालि त गाउँलेलाई जिताउनुपर्छ। भाइ जसले रक्सी खुवाउँछ त्यसलाई भोट दिने, जसले माछा मासु खुवाइरहन्छ, जसले भोज खुवाइरहन्छ त्यसलाई भोट दिने, अनि तपाईँको देश विकास हुन्छ त? एकदम। योभन्दा माथि नउठेसम्म केही हुनेवाला छैन। हामी नागरिकहरूले यसमाथि विचार गर्नै पर्छ, नत्र हाम्रो त जे भयो भयो। तपाईँको छोरा, हाम्रो नाति कस्तो बद्तर अवस्थामा बाँच्छन् र त्यति बेला हामीलाई सराप्छन्। त्यसैले आफ्नो सार्वभौमिकता अहिले नै बुझौँ, आफै बुझौँ।